हेलो गाइज, स्वागत छ फेरि अर्को नयाँ भिडियोमा। र आजको यो भिडियो चाहिँ जापानको पिआर पर्मानेन्ट रेसिडेन्ट कार्ड हैन एजुकेसनको बारेमा मेरो अनुभवहरू सेयर गर्नेछु र मैले टोकियोबाट एप्लाई गर्दाखेरि चाहिँ के डकुमेन्टहरू बुझाएको थियो त्यसको बारेमा पनि भन्नेछु र अफिसियल्ली बुझाउनु पर्ने डकुमेन्ट भन्दा एक्स्ट्रा एडिसनल गरेर पनि मैले केही डकुमेन्टहरू पनि बुझाएको थियो त्यसको बारेमा पनि थोरै सेयर गर्नेछु। भिडियो लास्टसम्म हेर्दै गर्नु होला। यदि तपाईँ फ्युचरमा जापानको पिआर एप्लाई गर्न जाँदै हुनुहुन्छ भने पक्कै पनि यो भिडियो तपाईलाई हेल्पफुल हुन सक्छ भन्ने आशा गरेको छु। मैले टोकियोबाट 2024 को जुलाईमा एप्लाई गरेको थिएँ र रिजल्ट चाहिँ ठ्याक्कै 19 महिनापछि आयो र त्यो बीचमा ठ्याक्कै 16 महिनापछि चाहिँ मलाई चुइखाको डकुमेन्ट पनि मागेको थियो। अनि चुइखाको डकुमेन्ट के मागेको थियो त्यसको बारेमा पनि भन्नेछु। चुइखाको डकुमेन्ट बुझाइसकेपछि ठ्याक्कै 2 महिनापछि चाहिँ हामी तीनैजना फ्यामिलीको चाहिँ एजुकेसन आएको थियो। सो टोटल 19 महिनामा चाहिँ टोकियोबाट चाहिँ पिआर आएको थियो है त। र मैले एप्लाई गर्दाखेरि चाहिँ मेरो फ्यामिलीको ब्याकग्राउन्ड हैन त्यो बेलाको कन्डिसन चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ फर्स्टमा त हामी तीनजना छोरी र मेरो वाइफ र म तीनजनाको एकैचोटि एप्लाई गरेको थियो र म चाहिँ कम्पनी छिरेको ठ्याक्कै 5 वर्ष कम्प्लिट हुने बित्तिकै मैले एप्लाई गरेको थियो र जापान आएको ठ्याक्कै 10 वर्ष पनि पुगेको थियो हैन। मेरो बेबीले चाहिँ त्यो बेला काम गरेको थिएन, कुनै पनि पार्ट टाइम जबहरू गरेको थिएन किनकि हाम्रो चाहिँ नानी जन्मेर ठ्याक्कै 1 वर्ष पनि पुगेको थिएन। त्यही भएर यास्मी बसिरहेको थिइन् र छोरी चाहिँ 1 वर्ष मुनिको त्यो बेला नानीको पासपोर्ट पनि रेडी भइसकेको थिएन, एप्लाई पनि गरेको थिएन। यो कन्डिसनमा चाहिँ मैले तीनैजनाको एजुकेसन एप्लाई गरेको थियो है त। ओके, अब लागौँ डकुमेन्टतिर। मैले चाहिँ के डकुमेन्टहरू प्रिपरेसन गरेको थियो। फर्स्टमा मेरो लागि है मेरो तर्फबाट चाहिँ के डकुमेन्टहरू मैले रेडी गरेको थियो त। फर्स्टमा रहेको छ एजियु क्योकासिन सेसो एप्लिकेसन फर्म त कम्पलसरी भर्नु परिहाल्यो हैन, फोटो सहितको एप्लिकेसन फर्म एउटा। यो चाहिँ तीनैजना फ्यामिलीको चाहिन्छ र फर्स्टमा मेरोबाट मैले त्यो रेडी गरेँ। त्यसपछि तपाईँले सियाक्सो अथवा कुयाक्सोबाट निकाल्नुपर्ने डकुमेन्ट चाहिँ के छ भन्दाखेरि चाहिँ फर्स्टमा रहेको छ जुमिन हो, तपाईँको फ्यामिली मेम्बर्स सबैजनाको डिटेल लेखेको जुमिन हो इचिमाई लिनुपर्ने हुन्छ। त्यसपछि खाजे सोमेसो 5 वर्ष लास्ट 5 वर्षको सबै निकाल्नुपर्ने हुन्छ र नोजे सोमेसो पनि लास्ट 5 इयर्सको सबै निकाल्नुपर्ने हुन्छ। टोटल 5 10 अनि जुमिन हो 11 वटा चाहिँ तपाईँले सियाक्सो अथवा कुयाक्सोबाट निकाल्नुपर्ने हुन्छ। माइ नम्बर युज गरेर तपाईँले कम्युनिटीबाट पनि निकाल्न सक्नुहुन्छ है त। त्यसपछि अर्को डकुमेन्ट रहेको छ नोजे सोमेसो। यो चाहिँ अघिको सियाक्सो अथवा कुयाक्सोबाट निकालेको नोजे सोमेसो भन्दा फरक हुन्छ। यो चाहिँ तपाईँले आफ्नो नजिकको जेमुसो ट्याक्स अफिसमा गएर निकाल्न सक्नुहुन्छ। अनलाइनबाट पनि निकाल्न सकिन्छ जस्तो लाग्छ आई थिंक। मैले चाहिँ डाइरेक्ट ट्याक्स अफिसमै गएर नोजे सोमेसो निकालेको थियो। यो इचिमा चाहिँ तपाईँले निकाल्नु पर्ने हुन्छ। त्यसपछि अर्को डकुमेन्ट चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ नेनकिन रिलेटेड डकुमेन्ट रहेको छ। तपाईँले नेनकिन जिमुसोमा गएर एजुकेसन एप्लाई गर्न लाको अनि मेरो चाहिँ अहिलेसम्मको नेनकिन डिटेलहरू दिनुस् भनेर माग्यो भने मजाले दिन्छ। तपाईँले यो अनलाइनबाट पनि गर्न सकिन्छ। यदि झ्याउ लाग्छ भने डाइरेक्ट नेनकिन जिमुसोमा गएर निकाल्नु पर्ने हुन्छ। जापान आएकोदेखि अहिलेसम्मको चाहिँ तपाईँको पेन्सनको रेकर्डहरू हुन्छ। स्टुडेन्ट हुँदाखेरि तिरेको थियो कि थिएन हैन, कुन महिना तिरेको थिएन अथवा कुन महिना तिरेको थियो सबै डिटेल हुन्छ। त्यो डिटेल सबै निकाल्नु होला, सबै बुझाउनु होला। 2 वर्षको मात्र निकाल्ने भन्ने हुँदैन हैन, सबै निकालिसकेपछि सबै रेकर्डहरू आउँछ। त्यो सबै रेकर्ड हामीले बुझाउनु पर्ने हुन्छ। तर इमिग्रेसनले हेर्ने भनेको नर्मल्ली 2 वर्ष अगाडिदेखिको डेटा हेर्ने रहेछ क्यारे। अनि 2 वर्षदेखि च्याम्तो हैन अगाडिदेखि तपाईँले च्याम्तो तिरिरहनु भएको छ अनि यदि तपाईँ कम्पनीमा सेसन छ भने चाहिँ त्यो मतलब हैन प्रब्लमै भएन हैन। त्यसपछि अरु डकुमेन्ट भनेको जाइसुको सोमेसो तपाईँ कम्पनीबाट निकाल्न सक्नुहुन्छ। यो पनि कम्पलसरी नै हुन्छ। त्यसपछि म्यारेज सर्टिफिकेट तपाईँको विवाह दर्ताको सर्टिफिकेट पनि चाहिन्छ। र अर्को डकुमेन्ट छ सुइसेन्जो। यो चाहिँ कम्पनीले लेखिदिनु पर्ने हुन्छ हैन। यदि तपाईँको कम्पनीले म चाहिँ पिआर एप्लाई गर्न चाहदैछु, मलाई चाहिँ सुइसेन्जो लेखेर दिनुस्, लेटर लेखेर दिनुस् भनेर भन्यो भने लेखिदिन पनि सक्छ हैन। यदि लेखिदिएन भने केही छैन, त्यो कम्पलसरी चाहिँ होइन। यदि भयो भने चाहिँ अलिकति स्ट्रङ पोइन्ट चाहिँ हुन्छ। त्यसपछि अर्को भनेको गिङको चुचो तपाईँको ब्याङ्क ब्यालेन्स चाहिँ कति छ भन्ने रेकर्ड पनि बुझाउनु पर्ने हुन्छ। यो भनेको चाहिँ चुचोको कपी बुझाउँदा नि हुन्छ हैन, कपी अगाडिको अहिलेको मेन ब्यालेन्स कति छ हैन त्यो देख्ने गरी बुझाउँदा नि हुन्छ। मैले चाहिँ वेब हैन मोबाइल ब्याङ्किङ युज गरेको थियो, त्यसकै स्क्रिनशट लिएर चाहिँ टोटल अमाउन्ट चाहिँ मेरो यति छ भनेर बुझाएको थियो। यसरी तपाईँले ब्याङ्क ब्यालेन्स पनि देखाउनु पर्ने हुन्छ। त्यसपछि अर्को मेन डकुमेन्ट भनेको रियुसो हैन, तपाईँले चाहिँ रिजन लेख्नुपर्ने हुन्छ अलिकति स्ट्रङ तरिकाले। यो चाहिँ आफ्नो फ्री तरिकाले लेख्न सकिन्छ हैन। एउटा A4 पेपरमा 2-3 पेज कति लेख्न सक्नुहुन्छ लेख्नु होला। अहिलेसम्मको डिटेल लेख्नुपर्ने हुन्छ। लेख्दा राम्रो हैन, कति वर्षमा आयो, के गर्यो, अहिलेसम्म के गर्यो, कसरी पढ्यो, के गर्यो हैन सबै। अनि किन पिआर चाहिँ एप्लाई गर्न जाँदैछौ त्यसको रिजनहरू एकदम मजाले लेख्नुपर्ने हुन्छ। यो पनि तपाईँले आफ्नो फ्री स्टाइलले लेख्न सक्नुहुन्छ। र अर्को रहेको छ मिमोतो होसोसो। तपाईँको ग्यारेन्टर लेटर लेख्नुपर्ने हुन्छ। ग्यारेन्टर को बस्दै हुनुहुन्छ, जापानिज कोही हुनुहुन्छ भने जापानिज जो ग्यारेन्टर बस्दै हुनुहुन्छ उहाँको इन्फर्मेसनहरू पनि चाहिन्छ। उहाँले लेख्नुपर्ने डकुमेन्टहरू नि हुन्छ। पिआर वालाले पनि लेख्दा हुन्छ जस्तो लाग्छ आई थिंक। त्यसपछि अर्को भनेको होसोनिनको चाहिँ एउटा आइडी चाहिन्छ, लाइसेन्स भए नि भयो हैन, होकेन्सो अथवा माइ नम्बर कार्ड जे भए नि हुन्छ। त्यसको फोटोकपी पनि एउटा बुझाउनु पर्ने हुन्छ।
अहिले भनेको सबै डकुमेन्टहरू चाहिँ नर्मली तपाईँलाई चाहिन्छ, तपाईँले जिन्मे गर्नुपर्ने कम्पल्सरी भित्रै पर्छ यो सुइसेन्जो इगाई चाहिँ होइन। त्यसपछि मैले अरू एक्स्ट्रा डकुमेन्ट चाहिँ के बुझाएको थियो भन्दाखेरि चाहिँ N1 होइन, निहोङ्गो नोरियोको चाहिँ N1 लेभलको सर्टिफिकेट मसँग छ भनेर चाहिँ त्यो चाहिँ अपिल गरेको के भाषाको कुनै प्रब्लम छैन भन्ने एउटा अपिल गर्नको लागि N1 को पनि सर्टिफिकेट मैले बुझाएको थियो कपी। त्यसपछि मैले अर्को के बुझाएको थियो भन्दाखेरि AWS सँग सम्बन्धित सर्टिफिकेटहरू होइन, आइटी कम्पनीमा काम गरिसकेपछि मैले अहिलेसम्म गोखाको गरेको होइन लिएको सर्टिफिकेटहरू सबै बुझाएको थियो। जस्तै कोखा सिकेनको आइटी पासपोर्ट पनि बुझाएको थियो, अनि त्यो चाहिँ AWS को बेन्दा सिकेन भइहाल्यो नि 3-4 वटा थियो, सबै बुझाएको थियो। यो चाहिँ आफ्नो स्ट्रङ पोइन्ट देखाएको है। त्यसपछि मैले अर्को के बुझाएको थियो भन्दाखेरि मेङ्क्योसो ड्राइभिङ लाइसेन्स जापानबाट निकालेको लाइसेन्स हो भनेर पनि बुझाएको थियो। कम्पल्सरी चाहिँ होइन होइन, यो चाहिँ आफ्नो खुसीले बुझाएको हो। यो चाहिँ आफ्नो स्ट्रङ पोइन्ट देखाउनको लागि, अनि यो चेक गर्ने मान्छेको मनमा पनि अलिकति होस् न, ओहो यसले त गामपाती गरे रहेछ यार, N1 पनि पास गरे रहेछ, भाषा नै प्रब्लम रहन्छ, अनि N1मा आएर यत्रो सिकाएको होइन, पास पनि गरेको रहेछ, अनि अलि यो चाहिँ चाहिने मान्छे है हामीलाई भन्ने होस् भनेर चाहिँ पठाएको हो है। यसले कतिको असर गर्छ गर्दैन त्यो चाहिँ थाहा छैन, तर छ भने तपाईँसँग बुझाउँदा केही फरक पर्दैन। अनि त्यसपछि अब पासपोर्ट त बुझाउनु परिहाल्यो, त्यो मादोगुचीमा होइन, पासपोर्ट र जाइरो कार्ड चाहिँ तपाईँले मादोगुचीमा देखाउनु पर्ने। ओके, त्यसपछि मेरो डिपेन्डेन्टमा रहेको मेरो बेबी होइन, मेरो वाइफको तर्फबाट चाहिँ के डकुमेन्टहरू रेडी गरेको थियो भन्दाखेरि चाहिँ एजुक्यो सिन्सेसो, यो चाहिँ एप्लिकेसन फर्म हो, कम्पल्सरी चाहिहाल्यो सबैको। त्यसपछि खाजे सोमेसो र नोजे सोमेसो, सियाक्सो कुयाक्सोबाट निकाल्ने यो पेपर पनि 5 वर्षको मेरो जस्तै, र त्यसपछि जेमुसोबाट निकाल्ने नोजे सोमेसो, अघि मेरो जस्तै नोजे सोमेसो पनि डिपेन्डेन्ट मेरो वाइफको तर्फबाट पनि निकालेर बुझाएको थियो। र अर्को भनेको नेन्किङको रेकर्ड, अघि मैले भनिहालेँ, नेन्किङको रेकर्ड पनि डिपेन्डेन्टमा हुनेले पनि निकाल्नुपर्ने हुन्छ, सबै देखाउनुपर्ने हुन्छ। अनि त्यसपछि मिमोतो होस्योसो ग्यारेन्टरको लेटर लेख्नुपर्ने हुन्छ। मेरो चाहिँ जापानिज साथी लेखिदिएको थियो, मेरो लागि पनि, मेरो बेबीको लागि पनि, मेरो छोरीको लागि पनि, तिनैजनाको लागि यो ग्यारेन्टर लेटर लेखेर अनि मिमोतो होस्यो जिनको आइडी मेङ्क्योसो थियो, मेङ्क्योसोको कपी बुझाएको थियो। यति चाहिँ मेरो बेबीको, मेरो वाइफको तर्फबाट बनाएको डकुमेन्टहरू अथवा प्रिपेयर गरेको डकुमेन्टहरू थियो। र त्यसपछि लास्टमा छ छोरीको तर्फबाट चाहिँ मैले के डकुमेन्टहरू रेडी गरेको थियो भन्दाखेरि चाहिँ एजुक्यो सिन्सेसो एप्लिकेसन फर्म, त्यो त कम्पल्सरी भइहाल्यो। त्यसपछि अर्को के थियो भन्दाखेरि पासपोर्ट थिएन कि मेरो छोरीको चाहिँ एज एप्लाई गर्ने बेलामा चाहिँ पासपोर्ट बनाइसकेको थिएन, एप्लाई पनि गरेको थिएन, अनि त्यो पासपोर्ट नभएपछि चाहिँ एउटा लेटर लेख्नुपर्ने हुन्छ, रिजन लेटर होइन, एउटा फर्मेटै हुन्छ, यो चाहिँ इमिग्रेसनले यो गरेको एउटा फर्मेट हुन्छ, त्यही फर्मेटमा लेख्ने मात्र हो। कहिले बनाउने प्लान छ भन्ने एउटा हुन्छ, त्यसमा डेट लेख्ने हो, त्यति गरे सकिन्छ। त्यसपछि मिमोतो होस्योसो, यो पनि अब मैले भनिहालेँ ग्यारेन्टरले लेख्नुपर्ने लेटर। त्यसपछि होकेन्सो, यो होकेन्सो चाहिँ मैले एप्लाई गर्ने बेलामा चाहिँ होकेन्सो अब नर्मली युज गरिन्थ्यो होइन, अहिले होकेन्सो अब माइ नम्बरमा मर्ज भइसक्यो, यो चाहिँ अहिले कम्पल्सरी छैन होला होइन, छैन पनि, त्यही भएर होकेन्सो चाहिँदैन। यदि त्यो बेला चाहिँ मैले होकेन्सोको कपीहरू चाहिँ सबै बुझाएको थियो तिनैजनाको है। ओके गाइज, यति नै थियो मैले एप्लाई गर्ने बेलामा रेडी गरेको डकुमेन्टहरू होइन, सबै मिलाएर बुझाएको थियो। अनि डकुमेन्ट चाहिँ टन्नै हुन्छ, यो रेडी गर्न चाहिँ मिनिमम तपाईँलाई 3 महिना त लाग्छ है, काम गर्दै जुनबी गर्दै हुनुहुन्छ भने चाहिँ मिनिमम 3 महिना लाग्छ। सो तपाईँले डकुमेन्ट बिस्तारै रेडी गर्दै रिजनहरू पनि लेख्दै गर्नुपर्ने हुन्छ। सो ओके, लास्टमा चाहिँ अब चुइखाको डकुमेन्ट के मागेको थियो भन्ने कुरा चाहिँ सेयर गर्छु। ठ्याक्कै 16 महिना पुगिसकेपछि चाहिँ चुइखाको डकुमेन्ट इमिग्रेसनबाट आएको थियो, एउटा लेटर आएको थियो। यसमा चाहिँ के मागेको थियो भन्दाखेरि चाहिँ मेरो बेबीको है, मेरो वाइफको चाहिँ जाइसुको सोमेसो मागेको थियो। यो चाहिँ किन माग्यो भन्दाखेरि चाहिँ मैले एप्लाई गर्ने बेलामा मेरो बेबीले होइन, मेरो वाइफले चाहिँ काम गरेको थिएन, कुनै पनि आर्बाइतहरू गरेको थिएन, त्यही भएर यास्मिचु भनेर रिजन लेटरमा पनि लेखेको थियो, त्यही भएर पनि होला। अनि थोरै अब 6-7 महिनापछि चाहिँ काम स्टार्ट गर्छ होला भनेर पनि लेखेको थियो कि, त्यही भएर पनि होला। अहिले चाहिँ कुन ठाउँमा काम गर्छ, के काम गर्छ, कति घन्टा काम गर्छ भनेर हेर्नको लागि जाइसुको सोमेसो चाहिँ मागेको हुनसक्छ। अनि मैले चाहिँ यो कम्युनीमा गएर अनि तेन्चुसँग कुरा गरेर चाहिँ अनि जाइसुको सोमेसो रेडी गरेर पठाएको थियो। त्यसपछि अर्को के थियो भन्दाखेरि चाहिँ खाजे सोमेसो र नोजे सोमेसो, यो चाहिँ सियाक्सो अथवा कुयाक्सोबाट निकाल्ने नोजे सोमेसो र खाजे सोमेसो चाहिँ लेटेस्ट भर्सन चाहिँ इचिमाई दुवैजनाको पठाऊ भनेर लेखेको थियो, किनकि एप्लाई गरेको अब 1 वर्षभन्दा बढी भइसकेको थियो। अनि लेटेस्टको चाहिँ अनि च्याम्तो ट्याक्सहरू तिरेको छ कि छैन, अनि नेन्सियो यसको कति रहेछ भनेर साइसो खाको नेन गर्नको लागि मागेको हुनसक्छ, अनि त्यो पनि बुझाएको थियो। नेन्किङको पनि लेटेस्ट मागेको थियो, अनि लेटेस्ट भन्नाले अब एकैचोटि फेरि साइसो गरेर सबै निकालेर पठायो भनौँ न होइन, नेन्किङ जिमुसोमा गएर अहिलेसम्मको रेकर्डहरू सबै निकालेर पठाएको थियो। मैले सुरुमा एप्लाई गर्ने बेलामा चाहिँ सबै रेकर्डहरू पठाएको थिएन कि, एउटा सर्टिफिकेट मात्र पठाएको थियो, कुन महिनामा तिर्यो कुन महिनामा तिरेन भनेर त्यो एउटा बेसी हुन्छ होइन, त्यो चाहिँ बुझाएको थिएन फर्स्टमा बुझाउने बेलामा चाहिँ। अनि फेरि माग्यो भने ज्या हुन्छ भनेर चाहिँ मैले सुरु सबै निकाल्न लगाएर सबै बुझाएको थियो। यो चाहिँ चुइखाको डकुमेन्ट थियो गाइज, ठ्याक्कै 2025 को जुनिगाचुको 10 तारिकतिर होला चुइखाको डकुमेन्टको लेटर आएको, अनि 2 हप्ताभित्र रेडी गरेर पठाउनु पर्ने थियो, न्यू इयर लाग्नुभन्दा अगाडि पठाउनु पर्ने थियो। अनि मैले चाहिँ रेडी गरेर 1 हप्ताभित्रमै
दिएको थियो। ठ्याक्कै त्यति गरिसकेपछि ठ्याक्कै 2 महिनापछि चाहिँ रिजल्ट आएको थियो है, सूची आएको थियो। सूचीमा चाहिँ के थियो भन्दाखेरि ठ्याक्कै 8000 को इन्सी 3 जनाको चाहिँ लिएर आऊ भनेर लेखेको थियो। त्यति आइसकेपछि आयो भनेर थाहा भइहाल्यो हैन, एकदम खुसी पनि भयो हैन। आश चाहिँ अलिक कमै थियो हैन, तै पनि आयो हैन, धेरै खुसी लाग्यो, खुसी भयो भनौँ हैन। तपाईहरु पनि अब फ्युचरमा एप्लाई गर्न चाहँदै हुनुहुन्छ भने राम्रोसँग डकुमेन्ट रेडी गरेर पठाउनु होला। यो भिडियो तपाईलाई कस्तो लाग्यो मन परेमा एक लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला र आफ्नो साथीहरुलाई पनि एकचोटी शेयर गरिदिनु होला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, बाइ बाइ।